हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी हाम्रो भाइको बिहेको लागि माला बुन्दैछौँ। भोलि चाहिँ हाम्रो भाइको बिहे छ। अब चाहिँ माला बान्ने बेहुला फेरि यहाँ माला देखेर झन्नै लड्यो। मेरो बहिनी चाहिँ भाइको लागि माला बुनिदिनु हुँदैछ। माला रेडी हुँदैछ। यता हाम्रो जेठी आम्रेन मेरो आमाको दिदी। अब चाहिँ हामी जन्तीको लागि निक्ल्यौँ अब बेहुली लिनलाई एन्सम भएर होइन कपाल मिलाउँदै। अब बहिनीले गाडी रोक्नु भन्देर अब गाडी रोक्नु पर्यो होइन, गाडी भनेपछि रोक्नै पर्यो। फेरि मेरो कान्छा भाइ अब यतै जन्तीको गाडी फेरि त्यस्तै हो, पाहाडको बाटोमा यत्तिको धुलो नउडाइ त हुँदैन। बेहुला फेरि यहाँ बेहुलीलाई हेरेर अझै मक्खै छ हो, बेहुली हेर्नु छोड्दैन हो गाडीमा पनि। हामी चाहिँ आमचोकतिर चाहिँ मैले ठ्याक्कै आमचोक आइपुग्यौँ अनि रेस्ट गरिरहेको छु। आमचोक आएर चाहिँ अब यहीँ आमचोकमा भोक लाग्यो अरे मेरो बहिनीहरूलाई जन्तीहरूलाई। हामी चाहिँ चटपटै खाँदैछ मिठो मिठो मेरो भाइ ज्वाइँ। अनि मेरो दाई आजको लमी बेहुलाको लमी यता कान्छा भाइ। अब चाहिँ हामी यो रसिलो हँसिलो चटपटे खाएर लाग्यौँ। अब चट्ट बेहुलीको घर पनि पुग्यो फाइनल्ली, पर्खाइमा छौँ। अब हामी चाहिँ भित्र यो चाहिँ अब डम्फु लिएर छिर्दैछौँ। मेरो कान्छा भाइ बुहारी यता बहिनी अब डम्फु बजाउँदैछ। कान्छाले आज अर्को कान्छी ल्याउने छ है। अब हामीलाई वेलकम पनि भयो बेहुलीको घरमा। हामी चाहिँ हाँसेर अब रमाइलो, यत्तिको रमाइलो कहाँ पाउनु। जन्ती पर्सिने कार्यक्रम भइरहेछ। हाम्रो दाजु जन्तीलाई चोरी राखेर होइन, पाहाडको यस्तै रहेछ रीतिरिवाज संस्कार ठाउँ अनुसारको। हामी चाहिँ यहाँ बसिरहेछौँ आनन्द, मान्छे हेरो रमिता। अब चाहिँ हाम्रो यहाँ स्वयम्वरको कार्यक्रम हुन गइरहेको छ। स्वयम्वरमा चाहिँ मेरो बहिनी बुहारी भन्नु मिलेन, आफ्नै थर्को परेर बहिनीले भाइलाई माला लगाइदिनु हुँदैछ। भाइ त फेरि आज त जोसमा छ नि, अघि पनि मोबाइल हेरेको थियो। ल स्वयम्वर पनि अब सकिसक्यो माला बाँधेर। अब औँठी साटासाट हुँदैछ। भाइलाई चाहिँ अलिक साइज मिलेन रहेछ हौ, बिहेको खुसीले मोटाएर नि औँठी नअटेर गाह्रो। अब चाहिँ हाम्रो जन्तीहरूलाई खाना खाने प्रोग्राम भइरहेछ। जन्तीहरू खाना खानु रेडी, खानै पर्यो होइन। अब हाम्रो बिदाई कार्यक्रम 3 पाने हान्दैछ अब फेरि हो। बिदाईमा चाहिँ बेहुला 3 पाने अरे। आज 3 पानेले गाडी हल्लिने भयो, गाडी नाच्ने भयो क्या मातेर। फेरि आज फेरि बेहुली बहिनी यति खुसी हुनुहुन्थ्यो है, बाटो लाग्नलाई साह्रो हतार थियो। बेहुलाभन्दा अगाडि बेहुली स्पिड अब बाटो लाग्दिसक्नु भयो, बिदा मागिसकेको छैन। बेहुलीलाई फेरि बहिनी जोस त्यस्तै हो। अब हामी चाहिँ यहाँदेखि बिदा गरेर मागेर लागिसक्यौँ। बाई बाई। हामी चाहिँ अब लिन आएको चिज पाइयो होइन। अब बेहुली लिन आएको, बेहुली लगिहाल्यौँ। अब लिन आएको कुरा पाइहाल्यौँ। अब चाहिँ हामी चाहिँ गइदिएको। ल बुनुहरू बसी खानु ल, नरुनु दिदी लग भनेर नरुनु ल। दिदी ल नरुनु ल, 1-2 दिन आउनुहुन्छ दिदी बेना होइन। हामी चाहिँ सक्दैन नि फेरि बाटो छोड्नु, चिन्दिन नि फेरि म त मार्क्स लगाएपछि। अब चाहिँ हामी बेहुली लिएर लाग्यौँ। ल अब चाहिँ बाई बाई। हामी चाहिँ बेहुली लिएर फर्किसक्यौँ घरतिर। अरू बाँकी पार्ट नेक्स्ट ब्लगमा।